एभ्रिवान, वेलकम टु माई च्यानल। यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ म छोरालाई लिएर पार्कमा जाँदैछु। अहिले चाहिँ प्याकिङ गर्दैछु। मेरो छोरा चाहिँ यता यसरी छेकै लिएर कुदिरहेछ। यता आउनुस्, हेलो गरिदिनुस्, हेलो एभ्रिवान गरिदिनुस्, हेलो। कहाँ जाने हामी, कता जाने? हामी चाहिँ अहिले ट्याक्सीमा छौँ है। इको पार्क ताइथङ जाँदैछौँ। मेरो छोरा जोसुवा यता छ। जोसुवा हेलो गरिदिनुहोस्, दिनु दिदी हेलो। कपाल कोर्ने है, कपाल कोरेर हिँड्छौँ अनि कपाल पनि मेरो छोराको चाहिँ। हेलो साथीहरू, हामी चाहिँ यो ताइतङको इको पार्कमा आइसक्यो। घाम पनि मजाको लागेको छ। छोरा र दिदी चाहिँ उता सिटालोमा बसिरहेछ। म चाहिँ अब सामान लिएर जाँदैछु। अब हामी भित्र जान लागेको। त्यो चाहिँ कस्तो राम्रो डेकोरेसनहरू गरेको छ पछाडि चाहिँ। हेलो साथीहरू, म चाहिँ यो पार्कभित्र जाँदैछु। मैले चाहिँ त्यहाँ पर यो वाटर मिल जस्तो देखेको छु। म चाहिँ तपाईँहरूलाई देखाउँछु ल। यता चाहिँ कति धेरै बोकाहरू रहेछ बिचरा। के भन्छ बिचरा, खुट्टा के भएछ यसको? खुट्टा दुखेछ बिचरा। मेरो छोरा चाहिँ सुत्यो। अप्ठ्यारो भयो होला यसले। हेलो गाइस, हामी चाहिँ यहाँ समुद्रमा पौडी खेल्दैछ। पानी रहेछ क्या भित्र त। के रहेछ ऊ गर्नुहोस् त। जो खरायो त्यता जराए पो रहेछ। के रहेछ छोरा? भुइँमा मेरो छोरालाई चाहिँ भोक लागेछ, ब्लुबेरी खान्छ। मिठो भयो। हजुरलाई भोक लागेको हो? यम्मी। भोक लाग्यो होला नि। यसुवा त्यो के हो? पिकक हो? ए पिकक, पिकक भन्नुहोस् त। मयूर हो, मयूर।
हेलो मयूर भन्नुहोस् त ऊ अरे ए मयूरले डान्स गरेछ मयूरले चाहिँ पखेटा भिजाछ अनि यता दुईटा मयूरले स्वागत गर्दैछ हामी चाहिँ भोक लागेर अब अरू सिमई फिसबलहरू रहन्छ भातहरू नि केही नरहेछ के अरे कप नुडल्स चाहिँ छ अरे कप नुडल्स चाहिँ खान लागेको है यहाँ cái gọi lộc xẹt Ôi tô lục xịt à? lên có tô lộc xẹt biết rồi. lên có lớn có lục xịt. के तपाईँ कुन खानुहुन्छ सिफुड खानुहुन्छ उता हरियो छ अनि सिफुड छ कुन चाहिँ खाने त हो ल ए म त हरियो नै भन्छु र म यामपान याम ए के खाने दिदीको हेलो का एउटा कोक खाऊँ न है एक कप हेलो हेलो जसुवा हजुर के खाने हो मेरो छोराले हामीले जे खायो उसलाई पनि त्यही खानु पर्ने अरे नुडल्स खाने हो भनेर झगडा गरेर खाँदैछ नुडल्स पनि मिठो भयो मिठो गरिदिनुहोस् मिठो भयो कि भएन हामीले जे खायो त्यही खानु पर्यो उसलाई पनि हेलो एभ्रिवान अब हामी चाहिँ यो ताइतङको इको पार्क घुमेर घर जाँदै हामी चाहिँ घुमियो तर खासै केही रहन्छ है त्यस्तो मेला चाहिँ लागेको रहन्छ त्यही बाख्राहरू अनि त्यो अस्ट्रिचहरू हेऱ्यो अब घरतिर जाँदैछु अब हामी घरतिर जान लागेको अब एकछिनमा ट्याक्सी बोलाएर अब हामी घर जान्छु होला ल भन्दै आजको मेरो यो ब्लग यही राख्न चाहन्छु धन्यवाद बाई बाई